गाइस लास्टै गाह्रो भयो मलाई त उल्टी आएर मर्न आँटिसकेँ म अब कतिखेर रुममा जाउँला र उल्टी गरौँला भइसक्यो। गुड मर्निङ एभ्रिवान। आजबाट चाहिँ म चाहिँ होइन मिनी भ्लग बनाउँछु भनेको कस्तो भयो। अब त उठ्नुपर्छ। अब चाहिँ म पढ्न जानुपर्ने छ। अहिले कति 5 बज्न लाग्यो। अनि एउटा कुरा है, मैले अलार्म चाहिँ 5 बजेको राखेको छु होइन, 5 बजेको अलार्म राखेको छु, तर म उठेँ 10 मिनट अगाडि। यस्तै हुन्छ भने कोलाई यस्तो हुन्छ, यस्तै अलार्म राखेको 5-10 मिनट अगाडि चाहिँ आफै बिउजिने क्या। कोलाई यस्तो हुन्छ होला है, मलाई चाहिँ सधैँ यस्तो हुन्छ उठ्न पऱ्यो दिन। अब म फ्रेस हुन्छु अनि त्यसपछि अनि पढ्न जानु हो, हिँड्नु छ। यहाँबाट चोकमा जाऊ, चोकबाट गाडी चढ, त्यहाँबाट फेरि हिँड, पढ, फेरि फर्क। ल म चाहिँ यसो फ्रेस हुन्छ है। गाइस अब म चाहिँ ब्रस गर्छु अनि त्यसपछि अनि रेडी भएर जान्छ है। म चाहिँ आइसकेँ। म चाहिँ मुख सुख धोएर फ्रेस भएर आएँ होइन। अब चाहिँ बस म रेडी भएर निस्किन मात्र बाँकी हो। अब म रेडी हुन्छु अनि छिटो निस्किन्छ है। मसँग अब 10 मिनटभन्दा छैन। 5:30 बजे यहाँ निस्किनु भन्दा भ्याउँदैन, ढिलो हुन्छ। छिटो रेडी भइहाल्छ है। लुगा लगाएर त रेडी भयो होइन। अलिअलि मुख सनस्क्रिनहरू यस्तो लाउनु पऱ्यो नि। म चाहिँ मोइस्चराइजर लाउँछु। सकिन लाग्यो यो पनि सकिन लागेको छ। प्लिज माई सिस्टरहरू सबै स्किन केयर किनिदेऊ न हो। सबै सक्यो मेरो। क्लिन्जर पनि सक्यो, मोइस्चराइजर पनि सक्यो। निडिड अर्जेन्ट निडिड भइसक्यो। आएन एकैछिनमा ग्लु। के गर्नु, एउटा हातले क्यामेरा बोक्नु पर्छ। थोरै लगाउँछु म, धेरै लगाउँदिनँ। मलाई ओ माई गड 23 भइसक्यो त मसँग 7 मिनट मात्र हो। म त फेरि ऐनै नहेरिकन नि ड्याङ लाउने हो नि। फेरि ऐनै छैन नि मलाई त। यो त लगाउँछ के हो यति नै मैले लाउने। किन हातले गरिहाल्यो। यसो मस्कराले लाइ भ्यायो। कस्तो ऐनै चाहिँदैन क्या, ऐनै चाहिँदैन नि। म त पुरा यो गर्नु यो त सकिसकेको छ। सकिसक्यो।
नि लास्ट डेन्जर हो क्या म भूत चाहिँ नहोस् के हो क्यान्सलिङ पो भन्छ त क्यान्सलिङ भयो र यत्रो गरेको क्यान्सलिङ भयो भने त मेरो मुटु टुट्छ नि भाइ मुटु टुट्छ लाउनु लाग्यो के भन्छ यो लाउने हो लाउँदिन म चाहिँ रेडी भएर निस्किसकेँ मलाई लेट पनि भइसक्यो अब म सुई जान्छु बस स्टपमा है चोकतिर यस्तो छ म चाहिँ यो एरियामा हिँडेको छु त्यही हो यो चाहिँ ट्यागको नेप्लिज आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्स हो के अरे यो चाहिँ ठुलो छ त्यसकै वरिपरि हो यसमा चाहिँ हामी सिधै तल चोकमा जाने होला भाइ म चाहिँ अहिले यहाँनिर झरेँ है भर्खर 6 बजे रहेछ चाँडै हिँड्नु भयो म चाहिँ अहिले घन्टा घरतिर आइपुग्छु है 7 बजे क्लास 6 बजे आइपुग्यो म त बिस्तारै स्लो मोसनमा हिँड्यो मैले चाहिँ जति ढिलो गर्छु आउनलाई भने पनि आधा घन्टा अगाडि आइपुग्यो म के गर्नु आधा घन्टासम्म चाहिँ आइसक्यो यहाँ चाहिँ पुरै मर्मत भइरहेको छ मेरो चाहिँ पढ्ने ठाउँ माथि हो माथि जान्छ त यत्रो क्लासमा म एक्लै छु पढ्ने हो ढकभक 8 बज्न लाग्यो होइन हिँड्नुवाला अहिलेसम्म कोही आएको छैन टिचर नि आउनु भएन छैन खाली म त्यहाँ कुरे भएँ तिम्रो बुक लिएर पढ्नु लाग्यो थियो निन्द्रालाई एक निन्द्रा सुतेर उठिसकेँ पढ्न आएको 7 to 8 आउनु भएन सर पढाउनलाई आउनु भएन म सुतेँ पढेँ अनि त्यसपछि 8 to 9 आउनु भयो सर अर्को सर आउनु भयो पढेँ अब म घर निस्किन लागेको त्यसपछि त 7 to 8 नआउने सर आउनु भएछ अब 9:30 बाट चाहिँ क्लास लिन्छु भन्नुभएको छ त्यसैले अब आधा घन्टा चाहिँ अब यही अगाडिको रोड हेर्ने बस्ने अब रोड हेऱ्यो बस्यो त्यही हो यहाँ चाहिँ अब केही खाम कि भनेको यहाँ क्यान्टिन रहेछ तर म केही पनि खाँदिनँ अब 1 घन्टा क्लास त हो है फाइनली क्लास सक्यो अहिले चाहिँ 10:30 भयो क्लास सक्यो अब चाहिँ म घर जान्छु गाडी चढेपछि फेरि ब्याक हुन्छ अब म चाहिँ यहाँनिर
पुल क्रस गरिरहेको छ सिधा हाम्रो फुल फुलेको हेर्नु त यो चाहिँ यहाँ टुडी के रत्न पार्क टुडी खेल हो अनि यहाँ चाहिँ झारखण्डा भन्ने फुल चाहिँ एकदम राम्रोसँग फुलिरहेको छ एन्ड कति राम्रो छ एकदमै बिजी रोड हो केटिएम मलको त्यहीँबाट अब जान्छु त्यहाँनिर गएर गाडी रोक्छु अनि फर्किन्छु रुममा गएर अब खाना खान्छु भन्छु है एउटा भाइ चाहिँ यसरी नाचिरहनु भएको छ उहाँको नृत्य होला कला होला अब गाइस लास्टै गाह्रो भयो मलाई लास्टै गाह्रो भयो मलाई त उल्टी आएर मर्न आँटिसकेँ म अब कतिखेर रुममा जाउँला र उल्टी गरौँला भइसक्यो लास्ट गाह्रो भयो मलाई लास्टै गाह्रो भयो ग्यास्ट्रिक बढ्यो कि के भयो कति गाह्रो हुँदै आएको थियो नि त उताबाट पढेर आउँदाखेरि अनि आएर भमिट गरेँ अनि त्यसपछि लाफ्टर सेफ हेर्न थालेँ कि अलिकति माइन्ड डाइभर्ट हुन्छ कि भनेर फेरि मलाई लाफ्टर सेफ हेरेपछि चाहिँ एकदम रमाइलो लाग्छ कि माइन्डै डाइभर्ट भयो कसलाई मनपर्छ भन्नु ल फाइनल्ली मैले खाना पनि खाएँ है अहिले चाहिँ म बदाम खाइरहेको छु अब म पढ्नुपर्ने छ अनि अलिअलि यो भिडियो पनि हाल्नु पऱ्यो एडिट अलिअलि गर्न त केही आउँदैन त्यही पनि एडिट त गर्नु पऱ्यो अनि एडिट गरेर हाल्छु अब आजको लागि यो भिडियो यहीँ एन्ड गरिदिन्छु र जसको मोबाइल स्क्रिनमा मेरो भिडियो पुग्छ उहाँहरूले चाहिँ प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु ल यो चाहिँ रिक्वेस्ट बाई